गाइस स्वागत छ तपाईलाई फेरि एउटा नयाँ भिडियोमा र टुडे उता राजन देख्न सक्नुहुन्छ राजन आउँदैछ बाटो क्रस गरेर अनि म यहाँ छु अब चाहिँ हामीहरु यसो राइडतिर जानेवाला छौं हैन यहाँ देख्न सक्नुहुन्छ राजन आइसकेको छ अनि हामी चाहिँ आज इन्द्रथान अस्ति नै मैले मेरो 1K भएपछि आउँछु भनेको थिए त्यहाँ एउटा मन्दिर हुनुहुन्छ त्यहाँ पहिला त्यहाँ जान्छौं अनि त्यसपछि चाहिँ कता गइन्छ थाहा हैन जे होस् दामी मजा आउनेवाला छ अफरोडिङ हुन पनि सक्छ के थाहा सो लेट्स गो सिधै जाऊँ अब इन्द्रथानतिर अनि त्यसपछि भेटौँला है त गाइस ल गाइस हामी चाहिँ त्यहाँ माथि मन्दिर जान आएको थियौं एक्सलेरेसन दाइ चिनिहाल्नुहुन्छ एक्सलेरेसन दाइ पनि आउनु भएको रहेछ लिजेन्ड दाइ अनि अर्को दाइ पनि आउनु भएको रहेछ अनि बबाल मिटअप भयो हैन ठाउँको ठाउँ अब चाहिँ सँगै गइन्छ उता माथिसम्म दामी दामी उड्यो यार हिमाल बब्बाल देखिरहेको रहेछ ल गाइस हामी चाहिँ आइसकेको छौँ टक्क लाएर 1 2 3 4 चारवटा एक्सपोज देख्न सक्नुहुन्छ बबाल देखिरहेछ एन्ड हामी चाहिँ अहिले हेभेन डाँडामा छौँ बाइक घुमाउनु तनाउ हामी चाहिँ निस्किसक्यौँ यहाँबाट सबजना चिलमा एकछिन बस्यौँ यहाँ
गाडी आउँदैछ टायर गयो रे टायर गयो ल ल यहाँ यत्रो छिरा रहेछ यत्रो किला ल गाइस लिजेन्ड दाइको चाहिँ टायरै पम्चर भयो है यत्रो किला छिरेको भने छिर्न पनि त्यसो ट्याङ्कीमा बसेर चलाउनु पर्यो पछाडिको पम्चर भयो भने ट्याङ्की माथि बस्ने त्यसरी अनि ग्यारेजसम्म लाने अगाडिको भयो भने पछाडि यसरी बस्ने अनि ग्यारेजसम्म लाने त्यही त हो नि अरू अप्सन छैन अब जाँदैछौँ हामी चाहिँ यो पम्चर बनाउनलाई टाल्दैन ए ल भइगयो त यहाँ चाहिँ ल ट्युब टाल्ने धन्न रहेछ ल कामै नलाग्नु हुन्छ कत्रो काटिया खाली नै उता हेर त गाइस हुन्छ नि ल त्यो निस्किरहेछ कत्रो पाल्छ अब त्यो चाहिँ हेर्न बाँकी छ ल छन् र टालिन्छ यो त खप्प पछि यतातिर ननिस्के भयो ल गाइस यो चाहिँ भएन अरे है ठुलै पाल परेछ अब फेर्नै पर्ने भयो ट्युब नै सो वाट्सअप गाइज हाम्रो चाहिँ त्यो दाइको लिजन दाइको ट्युब पनि बन्यो मतलब फेर्नु पऱ्यो अनि फेरेको हामीलाई चार्ज 600 रुपियाँ लाग्यो ठिकै हो ट्युब फेरेको हो अनि त्यो ट्युब फेर्नु अनि बनाउनु चार्जसँगै 600 रुपियाँ लाग्यो ठिकै हो अब चाहिँ हामीहरू जाँदैछौँ व्हाइट गुम्बा हो कि कता भन्दै हुनुहुन्थ्यो लिजन दाइको पम्चर पनि बनिसकेको छ बन्ने साथ विली उडिसक्यो 600 को विली हो गाइज यो 600 को नहीं सो गाइज हामी चाहिँ व्हाइट गुम्बा भन्ने ठाउँमा आएको छौँ हैन फुलै फुल हेर न यस्तो राम्रो देखिरहेको रहेछ भने चिटिक्क परेर सो गाइज हामी चाहिँ निस्किसक्यौँ यहाँबाट चट्ट लाएर गाइज त्यो राजनको लिभर चाहिँ हैन पुरै गेरै नलाग्ने भएर हामीले यो ग्यारेजमा लिएर आएको थियो अनि यहाँ सामान लिन जान्छु भने 1 घन्टा भइसक्यो अहिलेसम्म आएन हैन अब चाहिँ ओभरै रिस उठिसक्यो हैन अनि हाम्रो पुरानो सामान पनि लिएर गएछ क्या अब त्यसको त्यो लिभर बिना हैन 2 गियरमा रहेछ अनि तलतिर गएर खोजौँला भनेर निस्क्यो हैन
मान्छे छैन फोन गर भन्दा अब फोन लिएर गएन भन्छ के भन्छ होइन